अहिले जति पनि बाँदर मार्न पाइँदैन भनेर मुद्दा हाल्ने आन्दोलन गर्ने छन् नि भतुवाहरू यो माइती मण्डलमा बसेर यिनीहरूलाई नि च्याप्चुप समातेर हैन गाउँघरतिर पाखा पखेरामा लगेर हैन बारीतिर लगेर राखिदिनु पर्यो के जहाँ बाँदर लाग्छन् त्यहाँ यिनीहरू 2 दिन तेस्रो दिनबाट यिनीहरू आफैले भन्छ बाँदर मार्नुपर्छ भनेर यिनीहरू भतुवाले काठमाडौँ बजार सहरमा बजारमा बसेका छौ अनि आन्दोलन गरेका छ एनिमल लभर भनेको छ मार्न पाइँदैन भनेर उफ्रेर हुन्छ गुखानेहरू एनिमल लभर पनि कस्तो जुन बाख्रा कुखुरा हैन राँगा भैँसी खान मिल्नेले चाहिँ खाने चुप लाएर हस हस अनि जुन खान मिल्दैन नि बाँदर खाँदैनन् कुकुर खाँदैनन् नि अनि त्यसपछि बल्ल यिनीहरूको याद आउँछ एनिमल लभर भनेर चुतियाहरू राउटीले खाइरहेका छन् बाँदर मुलाहरू अनि एउटाले त कसले भकुण्ड खेला चाहिँ खेलाउँछु भन्दैछ त्यो यो ध्रुव राईले यो विषयमा चाहिँ एकदम सही कुरा उठाएको हुन् बाँदरलाई सकिँदैन बाँदरलाई मार्नै पर्छ भनेर यस अरूले के भन्दैछ फलफुल लगाउनुपर्छ यो लगाउनुपर्छ त्यो लगाउनुपर्छ भन्छ फलफुल चाहिँ फुल्न दिँदैन तेरो बाउले फुल्न दिँदैन पुरा हाँगा भाँगा भाँचेर यहाँदेखि उहाँ पर 200 मिटर 300 मिटर पुरा फुङ्गाल्छ बाँदर झैँ रुखमा मान्छेलाई टिपेर फाल्ला जस्तो गर्छ बाँदरले आएर हेर त गाउँघरतिर बस्छ हेर त सहर बजारमा बसेको छ माछालाई बिहान बेलुकी किनेर खान्छ कृषकले कसरी उत्पादन गरेको छ भने थाहा छैन फुक्ला गाला बजायो बस्यो भतुवा झ्याक्नेहरू गरेर त पुर्खा भन्छ बाँदर हाम्रो पुर्खा इस बाँदर तेरो पुर्खा त्यति माया छ भने घरमा ल राख पाल बाँदर पुर्खा कसले भने बाँदर पुर्खा अकल सकल छैन घाँस खान गयो बाफ रे बाफ एनिमल लभर रे एनिमल लभर भएपछि सबै एनिमलको मार्न काट्न पाउँदैन भन् तिम्रीमा झ्याक्नेहरू